आज म बनाउँदैछु प्याजको र टमाटरको अचारको रेसिपी। अब यसलाई चाहिँ म पखालेर काट्छु। यसरी मैले प्याज काटेको छु। यो प्याज थोरै खुर्सानी, हरियो खुर्सानी र थोरै लसुन र अदुवा लामो गरी काटेको छु र यो टमाटर। थोरै जिरा, थोरै सुकेको खुर्सानी। यसरी भाँडामा मैले तेल बसालिसकेको छु अनि तेल पनि तातिसक्यो। अब म यसमा राख्दैछु जिरा र खुर्सानी। जिरा कालो भइसकेपछि सबै यसरी राखिदिन्छु। प्याज, लसुन, अदुवा र हरियो खुर्सानी सबै सँगै राखिदिनु। यसलाई पनि एकछिन पकाउनु, गल्न दिनु, त्यसपछि चाहिँ हामी राख्छौँ टमाटर। प्याजलाई चाहिँ अब हामी एकछिन छोपिदिन्छौँ, एकछिन गल्न दिने। मसलाको लागि राख्ने एमा थोरै बेसार, यो जिरा र धनियाँको धुलो, नुन, यो थोरै धुलो खुर्सानी र थोरै टिमुरको छोप। यति चाहिँ धेरै एकदमै पनि नजलाउने। यति यो गलिसकेपछि अब यसमा राखिदिन्छु म थोरै मसला। अब यसमा राखिदिने काटेर राखेको टमाटर, मैले ठुलो पिस गरेर काटेको छु। अब यो टमाटर गल्दासम्म चाहिँ पकाउने। अब यो टमाटर गल्दासम्म चाहिँ हामी छोपेर पकाउँछौँ। टमाटर गलिसकेको छ। अब यसलाई चाहिँ हामीले यसरी चलाउने। अचार चाहिँ रेडी भइसकेको छ, पाकिसकेको छ। अचार पाकिसकेको छ। अब चाहिँ धनियाँले गार्निस गरिदिन्छु। एकदमै मिठो हुन्छ यसरी बनाएको अचार। मैले खानासँग सर्भ गरेको छु। एकदमै मिठो हुन्छ टमाटरको अचार। यो मर्निङ लन्च हो।